भन्ने हाम्रो आग्रह महेश बस्नेतलाई गर्छु। तपाईँ एउटा नागरिक हो, हामी सबै नागरिक भएर चाहिँ आम जनतालाई सम्बोधन गर्न सिक्नुपर्छ। जे गरे पनि एमाले ठिक छ, एमाले नै राम्रो पार्टी भन्ने अलिकति उहाँलाई लाज पनि हुनुपर्ने जस्तो लाग्छ कि। जस्तो तपाईँलाई मैले भनौँ न, 2/3 सरकार भागेर कुदेको छ, हेलिकप्टर चढेर कुदेको छ, उडेको छ, केही दिनपछि फेरि आएर चाहिँ हुङ्कार, तसर्थ यसले चल्दैन। यो महेश बस्नेतको त्यो व्यक्तिगत आवाज छ नि, उहाँले मिडियामा बोल्ने छ नि, जिन्जियालाई कोही होइन जेन्जी सेन्जी भन्ने, यिनलाई हामी एक एक ठिक पार्छौँ भन्ने आतङ्ककारीको संज्ञा दिनुभएको छ। तसर्थ त्यो किन बोल्नुहुन्छ उहाँहरूले? कमसेकम अब त सभ्य भइदिनुहोस् न। आम जनताले तपाईँलाई तिरस्कार गरिसकेको छ, तपाईँ आफू एक्लै बोलेर हुँदैन, तपाईँको मिडियामा मात्रै बोलेर हुँदैन, आम जनताले सपोर्ट गर्न पर्यो। चुनावमा उहाँहरूले जित्नु भएन भने उहाँहरूको बास जेलमै हो, उहाँ जित्नु पनि हुन्न। अब यतिखेरको अवस्था उहाँहरूको गर्न मर्को अवस्था हो क्या। त्यो अवस्थाले गर्दाखेरि उहाँहरू किनभने जसरी पनि गर्नै पर्छ, जित्नै पर्छ भने उहाँहरू लागेको छ, तर जित्नेवाला चाहिँ छैन। र उहाँहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले जितिसकेपछि 2047 सालदेखिको चाहिँ जो भ्रष्टाचार गरेका छ, जो अन्याय गरेका छ, सबै छानबिन गरेर खोरमा हालेर उनका सम्पत्तिहरू अहिले छटपटार भएको हो। बिल्कुल फरकै पर्दैन नि, नत्र के छ त भन्नुहोस् त। अहिले उनीहरूले कमसेकम चुनाव गर्नलाई हामी त आतुर छौँ नि, राष्ट्रिय स्वतन्त्र पार्टी त यतिखेर चुनाव गर्दैन हुन्थ्यो भन्ने भएको छ नि, आम जनताले हामीलाई पताइराखेको छ नि, होइन भन्नुहोस् न। तर तिनलाई कहाँबाट पत्याएको छ? हिजो भर्खर लखटिया छ, अहिले सिमाराबाट लखटिया छ। म होइन, हेर्नुहोस्, बरु हामी आत्महत्या गर्न तयार छौँ, तर पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व भनेको यस्तो हुनुपर्छ, भ्रष्टाचार रहित गर्ने नेतृत्व भनेको राष्ट्रिय स्वतन्त्र पार्टीमा हुनुपर्छ भन्ने कुरा हामी आम जनतालाई देखाएर चाहन्छौँ। किनकि हामीले धेरै पीडाहरू, धेरै अन्याय अत्याचारहरू, आज हेर्नुहोस् तपाईँको चाहिँ 80 लाख मान्छेहरू चाहिँ नेपाली चाहिँ युवाहरू चाहिँ विदेशीमा पलायन हुन बाध्य भएको छन्। यही काङ्ग्रेस एमाले माओवादी राप्रपाले गर्दा हो नि। यसको जिम्मेवारी कसले लिने? केपी ओली, प्रचण्ड र शेरबहादुर र चाहिँ तपाईँको राप्रपाको नेताहरूले लिनु पर्दैन? भन्नुहोस् त। एउटा आफ्नो घर परिवारलाई छोडेर विदेशमा जो बसेको छ, असाध्यै दुःख लाग्छ। हेर्नुहोस्, हामी त्यो जनतालाई, त्यो आम श्रमजीवीहरूलाई स्वदेशमा फिर्ता गराउन चाहन्छौँ। हामीले भनेको छौँ पहिलो एकचोटिको निर्वाचन भनेको हाम्रो सुशासन, समृद्धि र यहाँको भ्रष्टाचार छानबिन गर्ने, दोस्रो वर्ष भनेको हाम्रो चाहिँ तपाईँको चाहिँ कसरी चाहिँ हामीले चाहिँ यो देशमै रोजगारी सिर्जना गरेर चाहिँ श्रमिकहरूलाई, आफ्नो यो श्रमिकलाई यही देशमा रोजगारी सिर्जना गराउने, तेस्रो वर्ष भनेको हामीले तेस्रोचोटि भनेको चाहिँ विदेशका नागरिकहरूलाई स्वदेशमा रोजगारी दिने देश यस्तो छ, यहाँ गएर काम गर्न पाएँ भन्ने एउटा गर्वका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो दृढ विश्वासका साथ अगाडि बढ्नुपर्छ। यही युगमा, यही जमानामा, यही हाम्रो पुस्ताले त्यो दिन देख्न पाउँछ? विकल्प छैन, देख्न पाउनुहुन्छ, तपाईँहरूले देख्नुहुन्छ। हामी हस्, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। नमस्ते, हस्, थ्याङ्क यू।